हेलो गाइज, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। फर्स्ट अफ अल सबैजनालाई नमस्कार। म चाहिँ हजुरहरूको प्यारो चितवन क्रेजी राइडर। आफ्टर लङ टाइम पछि फेरि म ब्याक आइसकेको छु हजुरहरू सामु। मेरो भ्लग पनि कम्तीमा 10 देखि 11 महिनाको ग्याप पछि आज भ्लग आउँदैछ। भ्लग अपलोड नगर्नुको रिजन पनि थुप्रै नै छ, किनकि मेरो टाइम टेबल नमिलेको कारणले गर्दा मैले भ्लगहरू अपलोड गर्न पाएको छैन। त्यही भएर मलाई माफ गरिदिनु होला। अबदेखि हप्तामा एउटा दुईवटा भ्लग रेगुलर आउँछ। आई प्रमिस। हजुरहरू सँगै युट्युबमा जोडिनु होला। फर्स्ट अफ अल आज मैले भ्लग हालेको कारण चाहिँ के हो भन्दाखेरि आज मेरो भोलि बिहानको फ्लाइट छ मेरो। त्यही भएर म अब यहाँदेखि यहाँको राइट नाउ अहिले समय हेर्न सक्नुहुन्छ हजुरहरू 3 बजेर 5 मिनट हुन लागेको छ। म अब यहाँदेखि 5 बजे 5:30 बजेतिर यहाँबाट निस्किन्छु म, किनकि राति फेरि गाडी पाउँदैन। त्यही कारणले मैले यहाँदेखि निस्किन्छु। मेरो दुबईमा एकजना साथी छ, म त्यही साथीको रुममा गएर स्टे गर्छु। 3-4 घन्टा स्टे गर्छु, त्यसपछि म एयरपोर्टको लागि निस्किन्छु। हजुरसँगै युट्युबमा जोडिनु होला, मेरो भ्लग हेर्नु होला। यो भ्लग एकदम रमाइलो र इन्जोय हुनेछ। म जान्छु भनेर मैले कसैलाई पनि भनेको छैन, केवल मेरो 2टा साथीलाई मात्र थाहा छ। मेरो 2टा साथीहरू आउँछ भोलि लिनलाई मलाई। अहिले यो बिहानदेखि मौसम पनि खराब चलिरहेको छ। बिहानदेखि त के भनौँ, 2-4 दिन भयो। अहिले यो पानी पनि परिरहेको छ, हावाहरू पनि आइरहेको छ। यो युएईमा अहिले मौसम लास्ट नै खराब चलेको छ। अहिले चाहिँ म रुमभित्र छु। मैले युएसए अनि इरान अनि इजरायलको अलिकति वार चलिरहेको छ। त्यही कारणले प्लेनहरू फ्लाइटहरू कतिको क्यान्सल भएको छ। त्यही भएर मेरो पनि खास गरी म जानुपर्ने त 14 तारिक हो। मेरो फ्लाइट क्यान्सल भएर अहिले मेरो 24 तारिकको फ्लाइटमा भएको छ। मैले लास्ट टाइम ट्रान्जिटको गरेको थिएँ दुबईदेखि कुवेतदेखि नेपालको लागि गरेको थिएँ। त्यो फ्लाइट क्यान्सल भयो। कुवेतमा अहिले एउटा पनि फ्लाइट चलेको छैन। दुबईमा चाहिँ जे होस् अलिअलि फ्लाइटहरू चाहिँ चलिरहेको छ। मैले चाहिँ अहिले हिमालयनको टिकट काटेको छु। अनि म अहिले गएर मैले ट्राभलमा गरेर सबै कन्फर्म गरेर फ्लाइटहरू छ कि छैन हिमालय एयरलाइन्सको अफिसमा कल गरेर सबै अहिलेसम्म टिकट सो भइरहेको छ। फ्लाइट ओपन नै छ भनेर भन्नुभएको छ। अब हेरौँ के हुन्छ। मलाई जहाँसम्म विश्वास लाग्छ मेरो फ्लाइट सक्सेस हुन्छ भनेर म रेडी पनि भइसकेको छु। अब हेलो गाइज, फाइनली म चाहिँ अब निस्किँदाको रुमदेखि टाइम पनि धेरै भइसकेको छ। मैले किनकि अब रुममा सँगै बसेको साथीहरू आउँछ, अनि त्यसपछि साथीहरूलाई भेट गरेर निस्किन्छु भनेर सोचेको थिएँ। मैले कल गरेर अपडेट पाएको थिएँ। लास्टै धेरै ट्राफिक परेको छ, पानी परेर लास्टै धेरै ट्राफिक भएको छ। बाटोहरू लास्टै धेरै नै बाढी आएको छ। त्यही भएर चाहिँ एउटा वान वे मात्र बाटो चलेको छ। त्यही भएर म निस्किँदाको फेरि ढिलो हुन्छ। मलाई यहाँदेखि जान मलाई 3-4 घन्टा लाग्ने भयो। फाइनली म निस्क्यो, लगेजहरू सबै रेडी गरिसकेको छु प्लास्टिक यसरी बनाएर। अब हेर्नु लुक चाहिँ फाइनल लुक चाहिँ यो आयो, राम्रो देखेको छु होला। फाइनली मेरो चाहिँ 2टा लगेज छ। मैले भ्लग चाहिँ अलिकति म ट्याक्सीमा जान्छु, त्यसपछि ट्याक्सीमा सामान हालेपछि बल्ल म भ्लग कन्टिन्यू गर्छु, किनकि 2टा लगेज छ मेरो प्लस मेरो ब्याग पनि छ। त्यही भएर हो म हजुरहरूसँग भ्लगमा जोडिरहन्छु। फाइनली गाइस, अहिले चाहिँ हामी यहाँ रोला बस स्टेसन आइपुगेको छौँ। रोला स्टेसन आइपुगेको छौँ। तर यहाँनिर भिडभाड चाहिँ लास्टै भएको छ कि गाडी पनि गएको छैन। अहिले हेर्न सक्नुहुन्छ मान्छेहरूको कति भिड छ। सबैजना दुबई जानलाई अहिले, किनकि दुबईमा अहिले पानी जमेर गाडीहरू जान मानेको छैन। ट्याक्सीहरूको पनि एटिट्युड धेरै बढेको छ। त्यही भएर जान मानेकै छैन। तर समस्यामा परेको छौँ। आइयो हाम्रो गाडी मिल्छ भनेर म चाहिँ अब साथीलाई भेटेर जान्छु भनेर सोचेको थिएँ। अब हेलमा भेट्न पाउँदैन जस्तो छ। यहाँनिर 2जना दाइ उता 2जना लगेजको अगाडि छ नि, उनीहरू पनि 2जना राति 12 बजेको फ्लाइट रहेछ। टर्मिनल 2 नै रहेछ। म बहुत डाइरेक्ट अब टर्मिनल 2 नै जान्छु। अब त्यही गर्छु अब, किनकि अब यस्तो समस्या परेको छ। ट्याक्सीहरू जान मानेको छैन, गाडीहरू जान मानेको छैन। गाडी अलरेडी क्लोज भइसकेको छ। त्यही भएर अब हामी डाइरेक्ट अब टर्मिनल 2 मै जान्छौँ। आइयो ट्याक्सी पायो भने हामी चाहिँ पार्टनर बनाएर 50-50 पे गरेर जाने भन्ने हाम्रो कुरो भएको छ कि। त्यही भएर हो म हजुरलाई भिडियो कन्टिन्यू गर्छु, हेर्दै गर्नु होला। ट्याक्सीहरू पनि जान मानेको छैन, रोकेकै छैन कि अरूभन्दा ट्याक्सी। मान्छेको भिडहरू कति हेर्न सक्नुहुन्छ तपाईँले। फाइनली चाहिँ अहिले हामी ट्याक्सीमा चढिसकेको छौँ। बल्ल बल्ल ट्याक्सी पायो, हेर्न सक्नुहुन्छ। हामी चाहिँ यहाँ ऱ्यान्डम मान्छे भेटेको छौँ। त्यही भएर अहिले चाहिँ हामी हेर्न सक्नुहुन्छ उहाँहरूको पनि टर्मिनल 2बाट फ्लाइट छ इन्डियाको। अनि अगाडि एकजना हुनुहुन्छ। कतिजना ट्याक्सी जान मानेको छैन, उहाँ जानुभयो बल्ल बल्ल एकजना। एयरपोर्ट पुगेर म हजुरलाई भेट्छु, बाटोको कस्तो कन्डिसन छ देखाउँछु। अहिले हामी यहाँबाट निस्किसकेको छौँ रोला पार्कदेखि। पानी हेर्न सक्नुहुन्छ, यस्तो छ हेर्नु, यस्तो बिना पानी छ। अनि गाडीहरू कहाँ मान्छ त नि, यस्तो खोला जमेको छ। 9 मिनट जस्तो जमेको छ, हेर्न सक्नुहुन्छ तपाईँले। हेर्नु है, फाइनली गाइस एयरपोर्टमा एन्ट्री भइसकेको छ। एयरपोर्टभित्र आइसकेको छु म, हेर्न सक्नुहुन्छ। यहाँ एयरपोर्टभित्र आइसकेको छु। हाम्रो दुबई इन्टरनेसनल एयरपोर्टमा आइसकेको छु म। अब हेर्नु न, अब म चाँडो आउनु पऱ्यो। अब त्यस्तै पऱ्यो, पानीले गर्दा गाडी नपाएको कारणले गर्दा चाँडो आउनु पऱ्यो। त्यही भएर अब म 8 घन्टा 9 घन्टा मिनिमम पनि 9 देखि 10 घन्टासम्म एयरपोर्टमा स्टे गर्नुपर्छ। अब के गर्ने, अब जस्तो भने आउन त आयौँ। अब हेर्न सक्नुहुन्छ त्यस्तो बिना पहिलाको जस्तो भिड पनि छैन। अहिले यो सानो यो वारको कारणले गर्दा हेर्न सक्नुहुन्छ यस्तो बिना भिडभाड पनि छैन, नर्मली छ। हेर्न सक्नुहुन्छ तपाईँले। अब
अब त्यही हो म भिडियो कन्टिन्यू हुन्छ हजुरहरूले हेर्दै गर्नु होला मैले अब साथीलाई भेट्छु भनेको त्यो साथीलाई भेट्न पनि नपाउने भयो म एकचोटि कल गर्छु ऊ आउन त आउँछु भन्थ्यो आइयो आउन पनि सक्छु म एकचोटि कल गर्छु अब के हुन्छ हेरौँ फाइनली मेरो साथी पनि आउँदैछ पछाडिबाट मलाई भेट्नलाई साथी र साथीको सुपरभाइजर आउँदैछ भेट्नलाई त मलाई देखि नै देखिसक्यो होला है उहाँनिर आयो देखाउ हेर्न सक्नुहुन्छ मलाई भोक लाग्थ्यो भन्थ्यो केही खानेकुरा लिएर आइदिन्थ्यो हेर्न सक्नुहुन्छ धेरै समयको पछि भेट भयो नमस्कार हाम्रो सुपरभाइजर सर मेरो दोस्त मर्न लाग्यो भन्छ त भोगले यार धेरै टाइमपछि भेट भयो त दोस्त यार धेरै खुसी पनि लागेर छ दुःखी पनि लागेर छ होइन तिमी जान लागेर छ फाइनली चेकिङमा जाँदैछु म होइन हेर्न सक्नुहुन्छ तपाईँहरूले सबैजना हिमालय एयरलाइन्सको लागि सबैजना चेकिङको लागि हिँडिसकेको छ म पनि हिँडिसकेको छु एकदम लुकेर भिडियो बनाउनु अलाउड छैन फेरि हेर्न सक्नुहुन्छ फाइनली बोटिङ पास भएर भित्र आइसकेको छौँ अहिले यहाँ वेटिङ रुममा छौँ हेर्न सक्नुहुन्छ सबैजना वेट गरेर बसिरहेको छ बोटिङ पास भएर आइसकेको छु म होइन अब यहाँदेखि अब कति बजेको फ्लाइट हुन्छ अब प्लेन हाम्रो हिमालयनको प्लेन अहिलेसम्म ल्यान्डिङ भएको छैन अब यहाँ सबैजना वेटिङ गर्छ मिनिमम पनि 2.5 घन्टादेखि 3 घन्टासम्मको वेटिङ छ त्यसपछि यहाँदेखि 3 बजेको हाम्रो फ्लाइट हुन्छ हजुरहरू भेट्दै गर्नु होला भिडियो गर्न अलिकति अलाउड छैन फेरि सेक्युरिटी गार्डहरू देख्नु मलाई फाइन हान्ने डर हुन्छ त्यही भएर म अहिले वेटिङ रुममा छु है हेर्न सक्नुहुन्छ तपाईँहरू ल फाइनली गाइस हामी आइसकेको छौँ पछाडि हेर्न सक्नुहुन्छ हिमालय एयरलाइन्स हामी यहाँ प्लेन गर्ने ठाउँमा आइसकेको छौँ मेरो चाहिँ विन्डोको सिट हो अब हेरौँ के हुन्छ हेर्न सक्नुहुन्छ यहाँको आउने बेला नि हिमालय एयरलाइन्स छ जाने बेला हिमालय एयरलाइन्स छ प्लेनमा एन्ट्री भइसकेको छ गाइस फाइनली आइसकेको छ प्लेनभित्र आइसकेको छ हामी चाहिँ मेरो चाहिँ विन्डोको सिट हो अब अहिले त्यस्तो देखाएको छैन अब बिहानमा राति चाहिँ बिहानमा भ्यू देखाउँछ यो म भ्यू देखाउँछु अहिले सिटमा आइसकेको छौँ सबैजना सक्नुहुन्छ फाइनली हाम्रो चाहिँ हिमालय एयरलाइन्सले चाहिँ हाम्रो खाजा दिएको छ खाना हो हेर्न सक्नुहुन्छ हजुरले खाना पानी अनि यो टिस्यु पेपर अनि एउटा चम्चा दिएको छ अब खाना खान्छौँ भोक पनि लागेको छ फाइनली जाँदैछौँ अब हेर्न सक्नुहुन्छ हामी ल कदम पनि राख्यो नेपालमा फाइनली हेर्न सक्नुहुन्छ अब यहाँबाट गाडीमा जान्छ उतासम्म फाइनली अब हामी त्रिभुवन इन्टरनेसनल एयरपोर्ट अब भित्र जाँदैछौँ त्यहाँनिर अब चेकिङ हुन्छ त्यसपछि निस्किन्छौँ हामी लगेजहरू निकालेर त्यसपछि म एकैचोटि एयरपोर्टको बाहिर गएर भेट्छु हजुरहरूलाई अब केटाहरू आयो कि नै कल पनि गर्न बाँकी छ अब त्यही हो म लगेज आफ्नो लगेज लिन्छु त्यसपछि म बाहिर गएर भेट्छु हजुरहरूलाई है फाइनली गाइस म चेकिङ गरेर लगेज लिएर पनि बाहिर एयरपोर्ट बाहिर आइपुगिसकेको छु हेर्न सक्नुहुन्छ यहाँको सिन आइसकेको छु अब खास गरी केटाहरूले मलाई कुर्न पर्ने उल्टो मैले कुर्न परेको छ अझै 20 मिनट लाग्छ भनेर भनेको छ 20 मिनट तिनीहरूको आधी घन्टा मलाई थाहा छ अब कुर्छु अब के हुन्छ अनि कता बस्ने हाम्रो प्लान पनि भएको छैन तिनीहरू आउँछ त्यसपछि के कस्तो हुन्छ अनि भन्छु अहिले टाइम चाहिँ राइट नाउ कति भएको छ भन्दाखेरि टाइम चाहिँ अहिले 9:40 भएको छ म आइपुगेको लगभग 8:45 आइपुगेको थिएँ चेकिङ गर्न लगेज सकेको यताउति गर्न हल्का टाइम लाग्यो त्यही भएर मेरो केटाहरू आइपुग्यो टक्क लाएर मेरो दोस्त मेरो कालीसँग भेट भयो समीर दोस्त मेरो यार आइपुग्यो केटा हो केटाहरू त आम्मो कति वर्षपछि भेट भयो 17 महिनापछि भेट भयो हाम्रो केटाहरूसँग हेर्न सक्नुहुन्छ अनुहार चेन्ज भएको छैन बिस्तारै बिस्तारै परिवर्तन हुन्छ अब फाइनली हामी चाहिँ होटलमा आइसकेको छौँ सामानहरू लिएर जाँदैछौँ हेर्न सक्नुहुन्छ माथि जाने भनेर भन्नुभएको छ अब हेरौँ आइपुग्यौँ हामी यहाँ होटलमा हेर्न सक्नुहुन्छ चाहिँ काउन्टर रहेछ अब यहाँनिर फाइनली रुम बुक भइसकेको छ म तपाईँलाई भन्छु है पुरै म फ्रेस हुन्छु कि थगेर आएको त्यही भएर होइन म भन्छु रोक्नु पैसा पनि पेमेन्ट भइसकेको छ अब रुममा जान्छौँ अरूभन्दा म पहिला सुरु फ्रेस हुन्छु अनि त्यसपछि बल्ल अब खाना यहाँ खाने कि बाहिर खाने त्यसपछि केटाहरूसँग सल्लाह गरेर अनि जाउँला तर गाडीको ट्याक्सीको चाहिँ अलिकति 1000 रुपियाँ लिनुभयो अनि रुम भाडा चाहिँ 1000 रुपियाँ लिनुभएको छ एउटा रुम बुक गरेको छौँ त्यही हो अब फाइनली गाइस हामी चाहिँ केटाहरू सबैजनाले रुममा आएर फ्रेस भइसकेको छौँ अब चाहिँ यहाँ होटलमा चाहिँ अलिकति नखाने कुरा भयो बाहिर गएर खान्छौँ हामी केटाहरू सबै रेडी भइसकेको छ हेर्न सक्नुहुन्छ केटाहरू
टक्क लाएर केटाहरूसँग अब जान्छौँ हामी खाजा खानलाई भिडियो चाहिँ हेर्दै गर्नु होला यो भिडियो एकदम बबाएर तहल्का मचाउँछ चितवन क्रेजी राइडरले भिडियो हेर्नु होला ल हामी चाहिँ उता दाइहरूलाई सोधेको उता पारिपट्टि मटका बिरयानी छ भन्नुभयो अहिले चाहिँ हामी त्यहीँ जान लागेको छौँ अब रोड क्रस गरेर अब दुबईमा त यसरी रोड क्रस गर्न पाउँदैन हजुरलाई थाहा होला मैले भिडियोमा देखाउँथेँ अब यहाँ त यसरी चिल पारेमा रोड क्रस गर्ने अब त्यही हो केटाहरू यहाँ ह्यान्डसम्म चाहिँ हिँडिरहेको छ तर हाम्रो प्यान्ट चाहिँ सबैजनाको एउटै कलरको हो कि जुत्ता पनि व्हाइट व्हाइट सबैजनाको प्यान्टको कलर पनि दामी देखेको छ हामी चाहिँ यस्तो होटलमा आएको छौँ हेर्न सक्नुहुन्छ यहाँनिर खाना आएको केटाहरूले भेज खाना भनेको छ मैले चाहिँ चिकन खाना भनेको छु अनि त केटा हो सबैजना ममा बिजी छ कोही च्याटिङमा उता यता मलाई यो सिस्टम चाहिँ दामी लाग्यो तर गिटी रहेछ यहाँ तल हेर्न सक्नुहुन्छ सिस्टम यो स्टाइल चाहिँ दामी रहेछ गाइस हामी चाहिँ अहिले त्यहाँनिर हामीले गएर चक्लेटहरू सबै किनेर लिएर आयौँ तर देखाउन पाइएन त्यसको लागि म माफी माग्छु हामी चाहिँ चक्लेट लिएर आएर किनेर रुममा राखेर एकछिन आरामले रेस्ट गरेर अनि त्यसपछि हामी चाहिँ अहिले त्यो उता अगाडि एउटा लोस्टे मल छ त्यहाँनिर हल्का सपिङ गर्न छ सुजहरू किन्न छ दाइको लागि अनि केटाहरूले नि किन्न मेरो लागि नि किन्न छ त्यही भएर दुबईमा सुज किनेको यो 8,000 रुपियाँ हालेर किनेको नेपाली एउटा पनि गतिलो परेन त्यही भएर अहिले चाहिँ त्यहाँ जाँदैछौँ किन्नलाई हामीले चाहिँ जुत्ता लिइसकेको छौँ सबैजना केटाहरूले दाइको लागि आफ्नो लागि सबैजनाको लागि लिइसकेको छ अहिले चाहिँ हामीले सुज किनेर यहीँ राख्यौँ किन भन्दाखेरि हामी बाहिर जाँदैछौँ त्यही भएर हो दरबार स्क्वायर जाँदैछौँ हामी घुम्नको लागि त्यही भएर अब यहाँ हामीले सुजहरू सबै यहीँ राखेको छौँ मैले फर्केर अनि यताबाट सुज लिएर जान्छौँ भने हामीले चाहिँ क्याब बुक गरेर जाँदैछौँ दरबार स्क्वायर अनलाइन बुक गरेर आउनुभयो त अनि दरबार स्क्वायर जाँदैछौँ केटाहरू यहाँ बसिरहेको छ दरबार स्क्वायर जान्छौँ म नि अहिलेसम्म गएको त छैन कस्तो छ दरबार स्क्वायर कस्तो हो दाइ मेरो पनि फर्स्ट टाइम हो दरबार स्क्वायर अब गएर घुम्छौँ के कस्तो छ हजुरलाई पनि देखाउँछु फाइनल हामी चाहिँ अहिले दरबार स्क्वायर आइपुगिसकेको छौँ हेर्न सक्नुहुन्छ घाम यस्तो मिठो घाम लागेको छ हेर्न सक्नुहुन्छ तपाईँहरूले यही छ दरबार स्क्वायर म त के किन होला भनेको त यही रहेछ हेर्न सक्नुहुन्छ तपाईँहरू दरबार स्क्वायर हामी आइसकेको छौँ तिनजना केटाहरू हामी मिलेर यो हामी फोटो र भिडियोहरू सुट गर्छौँ गाइस अहिले समय पनि 4:30 क्रस भइसकेको छ हामी चाहिँ यहाँबाट निस्किनु लागेको फोटोसुट र भिडियोहरू सुट पनि हाल्यौँ बबाल आएको छ एकजना सोसियल मिडियामा जोडिनु कुरा अब दामी कन्टेन्टहरू आउँछ मेरो साथी चाहिँ आज अलि बाहिर जाने काम छ एकजना आउँछ साथी एकजनालाई भेट्न जाँदा त्यही भएर चाहिँ अनि हामी चाँडै निस्किनु लाग्यो नत्र घुम्न जाने त अरू ठाउँ पनि प्लान थियो क्यान्सल भयो तर पछि आउँदै गरौँ ल अब बिस्तारै नेक्स्ट टुर मनाङ मुस्ताङको हुनेछ होइन त नेक्स्ट सरप्राइज मनाङ मुस्ताङको यो भिडियो अलरेडी लङ पनि भइसकेको छ म हजुरहरू म गएर भेट्छु हेलो गाइज अहिले चाहिँ टाइम राइट नाउ 8:40 हुन लागेको छ अहिले चाहिँ हामीले चाहिँ दिउँसो किनकि भ्लग कन्टिन्यू गर्न पाएनौँ किनकि कसैको मोबाइलमा पनि चार्ज थिएन अब सबैको आइफोन भएको कारणले कसैको मोबाइल पनि चार्ज नभएको कारणले सबैको मोबाइल अफ भएको थियो चार्जर हामीसँग केवल 2टा मात्र थियो कि त्यही भएर अनि चार्ज गर्ने ठाउँ पनि केवल एउटा मात्र थियो अहिले चाहिँ जे होस् मल्टिप्लग लगाएर यसरी जोगाड गरेर गरेको छौँ हेर्न सक्नुहुन्छ मल्टिप्लग लगाएर जोगाड गरेको छ मैले चाहिँ सबैको बेडमा मल्टिप्लग लगाएर चार्जरहरू सब गर्न पाएको छ त्यही भएर भ्लग चाहिँ सब मोबाइल अफ भएको कारणले हो अहिले चाहिँ मोबाइल चार्ज भएर त्यो माथि यो भिडियो पनि अलरेडी लङ भइसकेको थियो मैले चाहिँ यो भिडियो चाहिँ अब 2 पार्टमा बनाउन चाहन्छु यो भिडियो चाहिँ यहीँसम्म हो मनपर्छ भने भिडियो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला मेरो च्यानलमा सधैँ जोडिनु होला तपाईँहरू अब यसरी नै इन्जोय र रमाइलो गर्नुपर्छ सबैजना सोसियल मिडियामा मलाई फलो गर्नु होला मेरो टिकटक र इन्स्टाग्रामको आइडीहरू सबै म बायोमा दिन्छु सबैजना जोडिनु होला अब दामी कन्टेन्टहरू आउँछ अब तपाईँहरू हेर्दै गर्नु होला हस्त नमस्ते गाइस जय नेपाल अब आउने बालेन सरकार अब एकदम दामी हुन्छ भन्ने मलाई आशा छ सबैजना आफ्नो ख्याल राख्नु होला टेक केयर लभ यु गाइज